Hello everyone, good morning and welcome back to my new another vlog मा आज चाहिँ हामी इचीको गाडी जाँदैछौँ। सो मेरो लाइटले चाहिँ यहाँ डिस्को खेलिरहेको छ अनि लेट्स म चाहिँ अब रेडी हुन्छु गाइसहरु। TikTok に私の声が入ってた。あ、入ってた。ああ、そっか。いいわ。स्ट्रबेरी लाग्यो होइन छ कि छैन भन्ने कुरा कतिको छ अब स्ट्रबेरी पुरानो उयोमध्ये हानादा के छ पानी भने तपाईले त हामीहरु चाहिँ पुगिसक्यौं खानाको लागि। त्यो म सुजुसी दगर बौसी हिरान चाहिँ हाम्रो इचीको गाडी हो। यहाँबाट चाहिँ हामीले टिपेर लानुपर्छ तर मान्छे कति धेरै छ इचीको खाना पाउँदैन नि जस्तो छ है केटाकेटीहरू के गर्नु। खाऊ है म त हरियो पनि टिप्दिरहेको छु। कुन मामा टापे में है होशी म त्यही बसेरै खान्छु होला हो। म चाहिँ धेरै खाइदिन्छु कहाँ यहाँ मैले नि यत्रो ठुलो भेटाएँ मेरो गाइजहरू मेरो मैले कति धेरै भेटाएँ। ओ माई गुज तर किरा नलाग्नुपर्छ सो किरा लागेन यो पनि त आइसक्यो। यो चाहिँ किरा लागेको छ तर यसको हात्ती टेकेर हात्ती खान्छ अनि यो पनि सही रहेछ। लेट्स इट कस्तो किरा खाएको क्या मीठा गर्मी पनि लास्टै गर्मी लाग्यो। खसेला मेरो सौदाले खोज्छ म चाहिँ अरू खोज्न जान्छु गाइजहरू। हजुरले चाहिँ काउन्ट गर्नलाई मैले कति खान सक्छु भनेर अगाडि पेट त टन्नै भइसक्यो। उतापट्टि जान पाए पनि हुन्थ्यो यहाँ बिचबाट हाम फालेर जानु पाइन्न होला। मार्छ म बिचमा छु यार यहाँ
मैले चाहिँ कता देखेँ जस्तो लाग्यो। यहाँ रहेछ तर ठुलो रहेछ। अब चाहिँ ठुलो ठुलो खोजेर खाऊँ भने या भेटाएँ। उता चाहिँ त्यो कुहिए छ। यहाँ पनि रहेछ। One, two. यस्तो खाउ जस्तो लागेन तपाईँहरूलाई? म यो भिडियो पछि हेरेर पनि कस्तो खानु जस्तो लाग्छ होला त्यो भिडियो हेरेर त। वाउ, एउटा ठुलो पनि भेटायो त। यहाँ कति खस्छ के। फेरि मिठो कुरा भनेपछि कमिला त फेरि ओसर पोसर लाग्यो। सो मैले वहाँ परतिर कति धेरै देखेछु। फर्स्टमा चाहिँ यो खान्छु, त्यसपछि चाहिँ म जान्छु। सरी त कसले थुकेको त थाहा पाएन। मैले चाहिँ किरा लगाएको पो खाइछु। इचीको अब इचीको नखाए नि हुन्छ। मलाई चाहिँ बरु बेचेको साग लग्न दिएको थियो जस्तो फिल आइरहेको मलाई। मान्छे हेर्न कति धेरै। स्ट्रबेरी चाहिँ घर नै जान पाउँछ भन्दै हुनुहुन्थ्यो। त्यो भएर अब त्यसैको तयारी गर्नुपर्छ के आएको। अनि हाम्रो त दुईवटा यहाँहरूले टिकटक बनाउँदै हुनुहुन्छ। म चाहिँ स्ट्रबेरी अब चाहिँ म जस्तो भइसक्यो चाहिँ मलाई इनफ भइसक्यो। तर पनि मैले एउटा ठुलो भेटाएँ। या कस्तो किराले खाएको छ क्या ठुलो ठुलो छ। त्यसले त राम्रो कुरालाई जहिले नि किराले खान्छ भन्थ्यो हो रहेछ। साँच्चै आज आएर विश्वास भयो मलाई होइन। तर पनि किराले खायो भने तिमी किरालाई फालेर म खाइहाल्छु। हामीले चाहिँ बेथे साग टिपेर लान पनि हुन्छ भनेर सोद्धाखेरि उहाँले चाहिँ हुन्छ लाँदा हुन्छ भनेर भन्नुभएको रहेछ। त्यही भएर म चाहिँ बेथे साग टिप्दैछु। गड कति धेरै तर शान्त छ। म चाहिँ चक्कर पो हाल्नु लाग्यो। यो टिपेर लानुपर्छ। हाम्रो चिचीको खाएर पेट टटस मटस भएर अझै उहाँ पनि जानु भन्दै थियो खारे खानु जानु भन्नु। अब खाना खाएको नि खाएर खानु जाने। अब हामी फेरि खाउँ है गरेर अन्तिम जान्छौँ। के खाना खानु र है? पेट त पाउँछ के गर्ने। अब त्यही खारे खानु जाने होला। यिनीहरूको पैसा पनि तिर्दैन होला त्यहीमा होइन। ओके दिनु त पऱ्यो बिचाराहरूलाई होइन। यस्तो दुःख गरेर मिहिनेत गरेर हामीलाई यहाँसम्म हामी सबैजना मिलेर अनि त्यसमा यति मात्रै खालिदियो उनीहरूको भएर खायो। यिनीहरूलाई खाना खुवाउने भनेर भन्न गयो कि होइन। यसले हाँसो लाग्छ नि मलाई। हामी चाहिँ यहाँ पुगिसक्यौँ। हाम्रो खाजा खाने ठाउँ हो। हामी सबै यहाँ खाना खान्छौँ। इन्डियन खारे खाना होइन, इन्डियन खारे। के साह्रो ढाड पोलेको पाएको। पैसा तिर्नु पऱ्यो। पैसा तिर्दै हुन्छ हाम्रो यो खाना गऱ्यो। कस्तो उयो चिसो पान बेचिरहेको रहेछ। लान मन लाग्यो ल म गएको ल। यहाँ नदेखाएर उहाँ नदेखाएर यहाँबाट आइरह्यो भने चाहिँ खाना आइसक्यो। गरेको भनिरहेको छु हामीहरूले जस्तै छ। यो त चाट्नी यतिको त बोल्नु परिहाल्यो नि त होइन।
हेर्नु मलाई यो पान कस्तो मन परायो क्या है चिज पान 200 मात्रै रे कति 200 मैले त्यहाँ भुजा पनि देखेँ थिएँ दिदी हो क्या ऊ तर त्यो चाहिँ ऊवाला चामलको हो मैले ल्याएर खाएर फालेँ कसरी गर्नु साग पनि के अब यस्तो हुन्छ होला मिठाई मनाउनको लागि जाँदैछौँ गाइस खाइ मनाउँ बिगमा बिग भन्दा मलाई त यही नै मिठो हुन्छ नि केटीको मैले चाहिँ केही किन्दैन भन्दा पनि यत्रो धेरै किनिसकेँ खाइ मनाउ भ्याइसक्यो गाइस कति खर्च गर्नु त केही खर्च गर्दैन भने यस्तै हो भन्दा नि लास्टै थाक्यो कहाँ गयो बाई एभ्रीवान थ्याङ्क यू फर वाचिङ अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब चाहिँ म फ्रेस भएर सोध्छु अरू केही गर्दैन बाई बाई